जोरले दर्शन नमस्ते सम्पूर्ण मेरो भ्युअर्सहरुमा अनि मेरो युट्युब च्यानलको नयाँ ब्लगमा चाहिँ वेलकम छ हजुर सम्पूर्णलाई। अनि अहिले म चाहिँ यो पोखराको चिप्ले ढुङ्गामा छु हैन। यहाँ आज रमाइलो छ। अब तिहारको माहौल आयो नि त। त्यही भएर धेरै मान्छेहरु चाहिँ यहाँ धेरै चाडो छ हैन। ठेला ठेल छ त्यसकारणले चाहिँ म आज यहीँको यो शपिङ गर्न आएको मान्छेहरुको भिडलाई चाहिँ क्याप्चर गर्ने छु। सो भिडियो चाहिँ कति लामो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला है त। ल हेर्नु न तिहारको लागि चाहिँ मजासँग यस्तो सामानहरु तिहारमा पाउने सामानहरु चाहिँ यहाँ बिक्री हुँदैछ। यतातिर थुप्रा छ। ल मान्छेहरुको भिड हेर्नुस् त। खुट्टा हाल्ने ठाउँ छैन है मान्छेहरुको। यता बाइकहरु यस्तै छ। ल हेर्नुस् हल्ला त्यस्तै छ हेर्नु त आमामा हैन। ओके यो चाहिँ यतातिरको साइड चाहिँ महेन्द्र पुलतिरको साइड हो हैन। भने यता मेरो पछाडी चाहिँ चिप्ले ढुङ्गा। एक्चुअली चिप्ले ढुङ्गामै देखाउँछु है त म। भिड चाहिँ एकदम धेरै ठुलो छ। ल ल भैली पनि सुरु भइसकेछ है। कति छिटो हो यहाँहरु। अनि एक्चुअली चिप्ले ढुङ्गा भनेर यो ढुङ्गालाई भनिन्छ है। यहाँ चाहिँ यसरी यो तारले बारेको छ हैन। यही हो चिप्ले ढुङ्गा पोखराको। भैलो खेल्ने मान्छेहरु हेर्नु न। म अगाडि बढ्दैछु चिप्ले ढुङ्गा भन्दा अलिकति अगाडिपट्टि है। यहाँ बाटोमा स्ट्रिटमा चाहिँ यस्तो मजाले तिहारको लागि सामानहरु यो सायद दियो बाल्नको लागि होला। यो माटोको यस्तो उहरु छ सानो सानो दियो बाल्ने चिज। भने यो चाहिँ नन तिहारको आइटमहरु रहेछ। के छ यस्तो खालको हैन। के हो यो राम्रो राम्रो छ हेर्दाखेरि है। यस्तो खालको छ भने अगाडिपट्टि। ल हेर्नु त बाइकहरु कति धेरै छ। ल यहाँ बहिनीले चाहिँ खुर्सानी कहाँबाट ल्याउनु हो के खुर्सानी? धादिङको हो। ए कति छ नि यसमा? एक माना हो। एक मानालाई कति पर्छ हजुर? ए ल सस्तो रहेछ है अकबरे खुर्सानी। उहाँसँग अरु नि छ होला नि। यति हो धादिङबाट बेच्न यति मात्र बेच्न आउनु भएको? ए हो ए ल ल धादिङको रहेछ उहाँको है बिचारा। ल बेच्नु होला है राम्रोसँग धेरै छिटो बेच्नुस्। रङ्गोली के बेच्ने भन्दैछन् मलाई थाहा छैन है। रङ्गोली भनेको के? आई थिंक त्यो रङ्गोली भनेको त्यो भुइँमा यस्तो उ गर्छ नि त्यही होला। ए यो मान्छेले ल पुलिस नगर प्रहरी आयो भने चाहिँ भाग्दो रहेछ के यिनीहरु चाहिँ। स्ट्यान्ड बाई हेर त कति टाठो गरेर हेर्दैछ है। ठिक छ बिचारा। यिनीहरुलाई चाहिँ पापी पेटका सवाल है भनेको त्यही हो नि त हैन। ल के हो 100 को दुईटा रे यहाँनेर। 100 को दुईटा के रहेछ हेर्नु पर्यो। को त 100 को दुईटा भनेको छैन। ए के बाबु यो 100 को दुईटा? रङ्गोली। ल रङ्गोली भन्ने चाहिँ 100 को दुईटा रहेछ है। आम्मै ल उता पारी बाटो पारीतिर नि त्यस्तै छ। बिचमा चाहिँ यतापट्टि महेन्द्रपुलतिर जाँदैछन् भने यो यताबाट आएको गाडी चाहिँ महेन्द्रपुलबाट आएको है। ल हेर्नु त त्यो के गल्ली भन्ने हो त्यो? पन्थी गल्ली भन्ने हो कि जस्तो लागिरहेछ। त्यहाँ पनि त्यस्तै गुजारो भइरहेछ है। ल आम्मै हो। ल ल ल ल ल यो कटुस होइन? ल यहाँ चाहिँ कटुस रहेछ। यो ओखर योलाई के भन्छ अरे? बयर होइन? बयर रहेछ। त्यहाँ अमला अम्मो कत्रो हो त्यो? यो के हो त्यो? अम्बा हो? बिमिरा। त्यो बिमिरा पो रहेछ है। अनि त्यता बदाम पनि छ होइन। यहाँ दिदीले चाहिँ बेच्नु भएको छ। कति मजाको डल छ है। एक्चुअली यो सानो बेबी गर्लको लागि चाहिँ यस्तो खालको के भन्छ कुनै कपडालाई त्यो कपडाको एडभर्टाइज रहेछ क्या। भने यहाँ चाहिँ एउटा फुल लेन्थको लेडिज को के पो भन्छ यस्तोलाई है। आई डोन्ट नो। युकेतिर नि हुन्छ हैन र त्यसरी सजाएको छ है साडीमा। म अलि अगाडि बढ्दैछु।
अब पक्का खालीमा हिँड्यो भने चाहिँ यो 2 मिनटको बाटो नि होइन, मलाई 5-7 मिनटभन्दा धेरै लागिसक्यो है। ल यहाँ बिचरा यहाँ स्टेटमा यो ओखर, यो चाइनिज ओखर हो, यो सेतो खालको ओखर छ, चाइनिज ओखर भन्ने रहेछ। यसलाई चाहिँ फुटाउन चाहिँ सजिलो हुँदो रहेछ कि, यो चाहिँ इजिली फुटाउन सकिन्छ, यस्तो खालको छ। अस्ति मैले त वासिङ मेसिनमा हालेर निकालेको ओखर रहेछ कि जस्तो लाग्थ्यो, होइन रहेछ। मान्छेहरूको भिड, ओ माई गुडनेस, होइन। ल हेर्नुहोस् त, दामी छ। ओके, ल अहिले म चाहिँ यो चिप्ले ढुङ्गाको अनि यता न्यू रोडतिर जाने बाटोको यो बिपी चोकमा छु होइन। अब यहाँबाट म चाहिँ लेक साइडतिर जान्छु। लेक साइडतिरबाट अलिअलि भिडियोहरू क्याप्चर गरेर फेरि फर्किनु पर्ला। यहाँ मैले एउटा दौरा सुरुवाल किन्न दिएको थिएँ, त्यो पिकअप गर्नुपर्ने भयो कि अहिले के अरे अलि नसकेको कारणले गर्दाखेरि म चाहिँ उतातिर जानु पऱ्यो। ल अहिले म चाहिँ ट्याक्सीमा चढेर यता लेक साइडतिर जानु पऱ्यो। अलिकति लेक साइडतिरको पनि भिडियोहरू चाहिँ क्लिपहरू क्याप्चर गरौँ भनेर जाममा पऱ्यो। आज यति साह्रो जाम रहेछ यो महेन्द्रपुल न्यू रोड चिप्लेढुङ्गा साइडमा, खुट्टा हाल्ने ठाउँ छैन, मान्छे त्यस्तै अनि भेहिकल्सहरू त्यस्तै है। ल हेर्नु त आमै वाक्कै छ हो। खासमा म पठ गरेर बाइकमा जानुपर्ने हो अनि यसरी खिच्नको लागि होइन। तर हिजो दिनभरि बाइकमा हिँडेको है, सेङ्गतिर जाँदाखेरि त्यो अनि अफ रोड बाटोमा हिँड्दाखेरि यति साह्रो के अरे झ्याकिसी खेलियो कि मोटर बाइकमा है। आज चाहिँ बटक दुखेर ज्याम दुखेर हुरुकै भएछ। त्यही भएर मैले चाहिँ अहिले ट्याक्सी समातेर लेक साइडतिर जाँदैछु। त्यता गएर अलिअलि भिडियो खिच्छु, लेक साइडको लेकको वरिपरि घुम्छु, त्यहाँबाट फर्केर आउनु पर्ला। यो चाहिँ 0 किलोमिटरदेखि यता बागलुङतिर जाने बागलुङ हाइवे नै पर्छ होला यो होइन। अलिकति एन्टी लाइट पऱ्यो। यहाँ चाहिँ डबल क्यारेजवे छ, बिचमा डिभाइडर छ, तर कति डिभाइडरहरू चाहिँ मान्छेहरूले मुभ गरेको जस्तो लाग्यो। यो बिचबिचमा यो ग्याप भएको चाहिँ हो, त्यसरी टर्निङको लागि ग्याप गरेको है, ग्याप राखेको रहेछ। अहिले म चाहिँ अब एकछिनमा 0 किलोमिटर देख्छु। होराइजनतिर चाहिँ दोपरे, क्रिस्टिना तिनचौर, मट्टीखान अनि त्योभन्दा अझै उतापट्टिको डाँडा चाहिँ बाछुरको डाँडा जस्तो लाग्यो, त्यस्तो देखेको छ। अलिकति त्यतातिर चाहिँ कुयालो लाएर भिजिबिलिटी चाहिँ अलिकति कम छ। अहिले म चाहिँ यो लेक साइडको हल्लन चोकमा छु होइन। अनि यो हल्लन चोकबाट यतातिर लेकतिर जाने ठाउँमा हेर्नु न, यो कोका कोलाले यो रेड कलर र व्हाइट कलरको यस्तो सानो मिनी अम्ब्रेलालाई टाँगेर यस्तो मजाको बनाएको रहेछ है। म त्यहाँ तलसम्म हेर्दै जान्छु, कति दामी बनाएको छ। यहाँ मान्छेहरूले चाहिँ टिकटक बनाउने, भिडियो बनाउने गर्ने रहेछन् कि जस्तो लाग्यो होइन। अलिकति त्यहाँ त्यो खानेपानीको ट्याङ्कर रहेछ क्या, त्यसले चाहिँ अलिकति डिस्ट्राक्सन गर्यो है। ल हेर्नु न, यस्तो मजाको अम्ब्रेला स्ट्रिट बनाइदिएको रहेछ क्या यहाँनिर, ऊ तलसम्म छ है। ऊ यहाँ टिकटक बनाएछ नि यसले, म तिम्रो भिडियो नि बनाइदिएँ ल। ल हेर्नु त, टिकटक बनाएको होला है। ल एकजना नानीले टिकटक बनाइरहेछन् त्यहाँनिर, तिनको आयो कता आयो दामी भन्दैछ, कतातिर हो यो नानीहरूले के गर्दैछ, कति मजाको देखेर चाहिँ है यो अम्ब्रेला स्ट्रिट दामी छ। ऊ त्यहाँ तल लेकको किनारसम्मै छ। ल हेर्नु नि, बुढाले चाहिँ क्यामेरा समातिदिने, बुढीले चाहिँ टिकटक बनाउने होला। अलिकति एन्टी लाइट पऱ्यो। उहाँ त त्यो पहेँलो कपडा लगाउने बहिनीले बनाउनु भएको छ, यता नि होला कोले बनाउँदैछन्। यहाँ चाहिँ फोटो हो रहेछ है। म हिँड्दैछु, अलिकति लामो हुन्छ क्या, 1 मिनटभन्दा बेसीको भयो, तलसम्म छ। यो चाहिँ लेक हो, फेवा लेक भने यहाँ बोटिङ गर्न मिल्छ। यहाँ मान्छेहरू चाहिँ बोट हायर गरेर 1 घन्टा 2 घन्टाको हायर गर्छन् होइन। ऊ त्यसरी यहाँ 4 जना गएको देखेँ। यहाँ 2 किसिमको छ, त्यो चाहिँ पेडल गर्ने खालको छ भने यो चाहिँ रोइङ गर्ने है। यस्तो मजाको छ हेर्नु त, तनन्नै छ भने। म यतातिर अलि अगाडितिर बढ्छु यो स्ट्रिटमा। यहाँ हिँडडुल गर्नको लागि चाहिँ यस्तो मजाको पेभमेन्ट जस्तो बनाइदिएको छ होइन।
स्टोनको यहाँबाट पारिसम्म नै छ है यस्तो खालको। यहाँ आइसक्रिमवालाहरू आइसक्रिम खाने ठाउँ रहेछ भने यताबाट अगाडि यस्तो मजाले विशेष गरी इभिनिङमा चाहिँ इभिनिङ वक गर्नको लागि चाहिँ यस्तो राम्रो छ यो ठाउँ है। म माथिसम्म जान्छु त्यहाँबाट फर्किन्छु है। ल हेर्नु त ल यतातिर लेफ्ट साइड पऱ्यो होइन यो अनि पक्का मेन टाउन चाहिँ यतातिर पर्छ लेफ्ट साइडको। उतापट्टि यस्तो छातामा यस्तो खानेकुराहरू बेच्नुहुन्छ साह्रै चटपटे पानीपुरीहरू होला होइन। यहाँ चाहिँ मान्छेहरू फोटो खिच्ने अनि भिडियो बनाउने टिकटक बनाउने अनि यसरी हिँड्ने यस्तो गर्नुहुन्छ है। यहाँनिर चाहिँ कायाकिङ गर्ने रहेछ है। यो नयाँ देखेँ मैले, पहिला त थिएन, अहिले चाहिँ यस्तो रहेछ। यहाँ चाहिँ कायाक छ, त्यस्तो गरेर सायद आफैले चलाएर जाने हो कि सिङ्गल मान्छेले गर्ने हो। यहाँ के अरे त्यहाँ क्यानोई पनि गर्दैछन्, कायाकिङ पनि क्यानोई होइन कायाकिङ नै रहेछ, मान्छेहरूले गरिरहेछन् है त। ल दामी छ यो पेभमेन्टमा चाहिँ मजाले कायाकिङ मर्निङ वाक अनि इभिनिङ वाक गर्नको लागि चाहिँ राम्रो छ है। अहिले त म अलिक छिटो आएको छु है, 3 बज्दैछ। सो अहिले चाहिँ इट्स टु हट, तर पनि मान्छेहरू चाहिँ छाता उडेर यताउति पनि हिँड्दैछन्। आहा कति मजाको डगी रहेछ हेर्नु न यहाँनिर। हेलो अनि घाम भएछ यसलाई। यहाँ रेनबो वाटर स्पोर्ट्स एन्ड एडभेन्चर सप बोर्ड फर रेन्ट भनेर लेखेको छ भने म उतातिर नजानु पऱ्यो, घामले हुरुकै बनायो। ओके म उतापट्टि जाँदै थिएँ त पछाडि ब्याकमा अलिक गर्मी भयो, माथिसम्म पुगौँ भनेको। यो पेभमेन्ट चाहिँ यो स्टोनको हिँड्ने बाटो छ नि, त्यहाँ माथिसम्म पुगौँ भनेको। मलाई चाहिँ अलिक गर्मी भयो, म त्यो भएर म फर्केँ। जो सब यतापट्टि तालबराई मन्दिर उतापट्टि पर्छ, त्यहाँसम्म हिँड्दै जान्छु अनि त्यहाँबाट घरतिर फर्किनु पर्ला है त। एक्लै छु नि त, त्यो भएर अलिक बोरिङ नै छ। यहाँनिर लोकल मार्केट छ, हेर्दाखेरि त्यो के हो ढुङ्ग्रो जस्तो देखिरहेको छु है। अनि यो चाहिँ चना चटपट होला। यहाँ एकजना बहिनीले चना चटपट बनाउँदै हुनुहुन्छ रहेछ। यहाँ पनि रहेछ, यहाँ चटपटे नै होला होइन। मिठो छ चटपटेहरू एकदम मिठो। ल उहाँलाई मलाई अलि मन पर्दैन चटपट, यता नि सबैले चटपटहरू खानु भएको छ है। यो चाहिँ लोकल मार्केट रहेछ है त। ल रमाइलो छ चना चटपट बनाउने। अनि यहाँनिर के बनाउँदैछ यो नानीले, यो चाहिँ फ्रुट सलाद जस्तो रहेछ। यहाँ चाहिँ वाटरमेलन र अनि भुइँकटरको रहेछ है। ल मजाको छ। यता चाहिँ त्यही नै रहेछ एभरेजमा। ल यहाँ मैले भ्यानिला फ्लेभरको आइसक्रिम खाँदैछु। यो चाहिँ 50,000 को है। मैले कति भनेको, उसले चाहिँ 50,000 भनेछ। सो ल 50,000 को भ्यानिला आइसक्रिम खाँदैछु मैले। टेस्ट वाइज ठिकै रहेछ। ल एकै ठाउँमा बसेर खाऊँ भनेको अलि टाइमले नभए जस्तो घरमा खाँदै हिँड्दैछु है। उसले चाहिँ कति हो पैसा भनेको 50,000 भनेको रहेछ। मैले चाहिँ 50,000 भने जस्तो सुनेँ क्या, त्यो भएर मैले चाहिँ 50,000 को आइसक्रिम भनेको है। यहाँबाट दामी देखिँदैछ यो अम्ब्रेला स्ट्रिट। जम्मा 2टा मात्रै कलरको छ, अलिक डिफ्रेन्ट कलरको भएको भए चाहिँ कति राम्रो देख्थ्यो होला होइन। तर मान्छेहरू चाहिँ स्टिल भिडमभाड नै छ। मैले अघि नै भनिहालेको थिएँ कि यो पोखरामा किन मान्छे दिँदैछ। काठमाडौँमा त सबै सुन्ने छ भन्छ त दसैँ तिहारमा होइन, सायद गाउँतिरबाट आएको भएर होला। ल हेर्नु त कस्तो मजाको छ होइन यो ठाउँ चाहिँ। अब म यताबाट यता अर्को साइडतिर जान्छु भन्नाले के अरे बाराहा मन्दिरतिर जान्छु है त यताबाट। यो चाहिँ स्ट्रिट मार्केट हो। यहाँ चाहिँ विभिन्न ब्रान्ड अनि विभिन्न स्टाइलको सनग्लासेसहरू छ है। रेबानको नै रहेछ नि त है। अनि यहाँ घडी छ, जिसक टाइपको छ के है। अनि उतापट्टि नि के भन्छ अरे सनग्लासेसै रहेछ। ल दामी छ होइन। कसको यो तपाईँको हो? ल ओके अहिले म चाहिँ तालबराई मन्दिरतिर हेडिङ हुँदैछु भने मेरो राइटतिर फेवा लेक छ अनि लेफ्टतिर चाहिँ यहाँ फिस पाउन्ड रहेछ क्या मजाको। यहाँ सायद यहीँ ब्रिडिङ गर्ने होला नि त, त्यो भएर
यहाँनिर ज्योतिषी हुनुहुँदो रहेछ। एकजना नानीले चाहिँ हात हेराउँदैछन् है। ल तिम्रो चाहिँ भाग्य राम्रो होस्, मैले पनि आशीर्वाद दिएँ। नमस्ते। नमस्ते। आइसक्रिम पाउँदियो? ठिकै छ, नो वरिज। आइसक्रिम त खाइयो, अब भरे यो आइसक्रिमले चाहिँ पेट दुखाउने हो कि थाहा छैन है। त्यही नि पग्लेर यस्तो बिजोग भएछ क्या। तर नमिठो रहेछ त्यो बोक्रा चाहिँ, नमिठो रहेछ क्या। आइसक्रिम मात्रै खानु पऱ्यो, बोक्रा फालिदिनु पर्ला। यहाँनिर चाहिँ अलिकति खाली रहेछ है, मान्छेहरूकै भिडभाड छैन। किनभने पार्क भएको चाहिँ मेरो बिहान पछाडिपट्टि हो नि त, त्यो भएर मान्छेहरू चाहिँ सबै त्यो पार्कतिर जाने रहेछन् क्या। यता यो मन्दिर साइडमा भन्दा त्यसमा चाहिँ मन्दिर साइडतिर घुम्दैछु। हेरौँ है त कति हिँड्नुपर्ने हो, अझै निकै रहेछ क्या हो। आम्मो टाढै छ कि क्या हो, अझै पर जस्तो लाग्यो त ले, टाढै हिँड्नुपर्ने रहेछ क्या हो। यो साइडमा नि रहेछ है फेरि बोटहरू हायर गर्ने, अनि त्यहाँबाट विङ सर्फ गर्ने है क्या, काइक गर्ने होइन। यता पनि मान्छेहरू भिडियो पनि भाडा रहेछ त। यही खानको लागि चाहिँ रेस्टुरेन्टहरू पनि छ होइन। तातो चिसो खाने के हो। यहाँ मान्छेहरू चाहिँ कायाकिङ गर्न चाहिँ यहाँ क्युमा बसेको छ। गोरै टुरिस्टहरू पनि आएको रहेछ यिनीहरू, सायद ग्रुपमा आएको होला यिनीहरू चाहिँ हाइकिङ कायाकिङ के गर्नको लागि। कुन देशबाट आएको रहेछ, युकेको त होइन जस्तो छ। अलि भाषा अलि अर्कै बोलेको छ। ल हेर्नु त यहाँ आमामा कायाकिङ गरे त कति दामी रहेछ त हो, कति धेरै रहेछ। ल मेरो हिँड्ने क्रम जारी नै छ, अझै अगाडि बढ्दैछु। म चाहिँ वहाँ तल के भन्छ अरे तालबराई जाने ठाउँसम्म पुग्छु कि। तालबराई जानुमा एक्चुअली बोटबाट जानुपर्छ, तर म चाहिँ तालबराई चाहिँ जान्न। किनभने यस बेला गएर मतलब छैन दर्शन गर्न होइन। अहिले त रात साँझ परिसक्यो नि त, साँझ भन्नाले आफ्टरनुन टाइम हो नि त। सो अहिले त्यहाँसम्म गएर यसो हेर्छु, एउटा दुइटा भिडियो क्लिप गर्छु, त्यहाँबाट फर्किन्छु। यहाँ एउटा सानो यस्तो के खालको डेक जस्तो छ होइन। यहाँ यसरी पोखरा अनि यतापट्टि फेवाताल भनेर लेखेको रहेछ यहाँनिर हो होइन। माछा पनि छ भने यतातिर चाहिँ ट्विन लभको ट्विन हट एन्ड उता सिङ्गल हट। फोटो खिच्ने मान्छेहरू चाहिँ निकै रहेछन् यतातिर है, देखिन्छ। ल ल तिम्रो नाम के हो? सबल के त? कहाँ यस्तो यस्तो गरेको त? यस्तो गर न, यस्तो गरेर त नराम्रो हो नि। ल ल ओके, म चाहिँ अब तालबराईको नजिक आइपुगेँ। यहाँ स्टिल यो चना चटपटहरू के बेच्नेहरू हुनुहुँदो रहेछ। अनि शीतल पनि छ, किनभने यस्तो मजाको रुख छ कि त्यो रुखले गर्दाखेरि छाली हजुर चिया भयो। यस्तो गर्मीमा नि के चिया पिउने है। मलाई गर्मी नै भइरहेछ। त्यहाँ चाहिँ थर्मसमा चिया बेच्नु भएको रहेछ क्या। यस्तो गर्मीमा के चिया खाने है। तर मान्छेहरूलाई चाहिँ जाडो भयो होला, तर मलाई चाहिँ गर्मी नै भइरहेछ। त्यही भएर टी सर्ट हाफ टी सर्टमै हिँडिरहेको छु नि त। अहिले भने म चाहिँ अब तालबराई मन्दिरको नजिक आइपुगेको छु। एक्चुअली तालबराई मन्दिर चाहिँ मेरो राइट ह्यान्ड साइडमा छ, उतापट्टि हुनुहुन्छ भने म चाहिँ त्यो तालबराई मन्दिरमा जाने जुन बोट पाइन्छ नि, त्यो बोटतिरसम्म हिँड्दैछु होइन। त्यहाँ गएर अलिकति लाइटलाई चाहिँ अलिकति डायगोनल पार्नु पऱ्यो क्या, एक्सरी सनलाइटलाई अलि अगाडि गयो भने चाहिँ त्यस्तो देखिँदैन नि त। त्यो भएर यस्तो मजाको छ। ल उहाँको फोटो सेसन हुँदै रहेछ क्या हो। के हुँदैछ यहाँनिर। ल फाइनली म चाहिँ तालबराई जाने चोकमा आइपुगेँ है। अब यहाँबाट मान्छेहरू बोट हायर गरेर तालमा जानुपर्छ, किनभने तालबराईसम्म पुग्नको लागि चाहिँ यहाँ पानी छ नि त। यो पानीमा पौडेर जान सक्ने कुरा आएन होइन। त्यो भएर यहाँबाट बोटमा जानुपर्छ। मान्छेहरू थुप्रै आइरहेको छन् यहाँ। प्राइभेट कारहरू पनि दामी देखिरहेछ है। ल नमस्ते। यहाँ अगाडि चाहिँ यो माथि सेफ्टी वाच टावर होला होइन।
अनि त्यहाँबाट सेफ्टीको लागि चाहिँ मान्छे बसेर सायद अब सेनाले काम गरिदिन्छ कि होइन उनीहरूले चाहिँ यो तालको वरिपरि तालमा मान्छेहरू सहयोग गर्ने तालहरूलाई चाहिँ यिनीहरूले चाहिँ वाच गर्छ होला अनि केही दुर्घटना घट्यो भने चाहिँ अब यो क्विक रेस्पोन्स टिम छ होला यिनीहरूको अनि त्यहाँ गएर जान्छन् भने यहाँबाट यो तालबरातिर जाने होला मान्छेहरू चाहिँ फोटो मात्रै खिच्नु भने गइरहेको छ तालबराको ऊ खिचौँ भनेको चाहिँ डाइरेक्ट एन्टी लाइट पऱ्यो क्या तालबराही मन्दिर चाहिँ ऊ त्यहाँ देखिएको चाहिँ हो होइन अहिले डाइरेक्ट सनलाइट परेर अलिकति कालो आयो है अब जस अब त्यही नै हो अब त्यहाँसम्म जानको लागि अनि यो ठाउँबाट बोटमा चाहिँ जानुपर्छ यो ठाउँबाट है त ल यहाँनिर थुप्रै ग्रिन कलरको मेटलको चेयरहरू देखेँ मैले होइन यहाँ कसले स्पोन्सर गर्नुभएको भनेर यहाँ लेखेको छ यहाँ माथि के भन्छ माता तालबराई सन्ध्या आरती स्थलमा सम्पूर्ण भक्तजन तथा पर्यटक वर्गहरूमा हार्दिक स्वागत गर्दछ नित्य रूपमा सूर्यास्तसँगै माता तालबराईको नाममा अर्पण हुने सन्ध्या आरती दर्शन गरी पुण्य ओके यहाँ मैले यो के बुझेँ भने यहाँ चाहिँ यो सूर्यास्त हुने बेलामा चाहिँ यहाँ आरती हुन्छ दुर्गा होइन कि तालबराई माताको आरती हुँदो रहेछ त्यहाँनिर लेखेको छ होइन हो चाहिँ त्यो आरतीहरू हेर्नको लागि मान्छे बस्ने रहेछ क्या यो ठाउँ त्यो भएर यो मान्छेहरूले चाहिँ यो मेटलको चेयर स्पोन्सर गरेको जस्तो लाग्यो मलाई त्यही नै हो त्यही बुझेँ मैले चाहिँ मेरो घर मेघली जिल्ला बेनी नगरपालिका 5 फुलाचौर मेरो आर्थिक अवस्था निकै कमजोर छ म शारीरिक रूपले पनि अशक्त छु र हिँडडुल गर्न नसक्ने मेरो श्रीमती ईश्वरी खत्रीलाई मुटु कलेजो र फोक्सोमा जटिल समस्या देखिएको छ त्यसैले हाल बेनी यहाँ चाहिँ एकजना आफै पनि अशक्त त्यही माथि उसको श्रीमती चाहिँ हस्पिटलमा भएको भन्ने कुरा जानकारीमा आयो त्यो भएर अलिकति पैसा मैले चाहिँ सहयोग दिएको उसलाई है त वेल अब चाहिँ भने फर्किनुपर्छ म माथि चोकसम्म हिँड्दै जान्छु अनि त्यस पछाडि चाहिँ ट्याक्सी समातेर हुन्छ के समातेर हुन्छ फर्किनु पर्ला मेरो दौरा सुरुवाल पिकअप गर्नुपर्ने छ क्या त्यहाँ नभ्याइदिएर अहिलेसम्म यहाँ अड्किरहेको छु कि यता यतै पोखरा के अरे बजारतिर रलिँदैछु ओके अहिले म चाहिँ यहाँ इन ड्राइभमा चढेर यता चिप्ले ढुङ्गातिर जाँदैछु लेफ्ट साइडबाट यहाँ मेरो इन ड्राइभको ड्राइभर भाइ हुनुहुन्छ राजकुमार के होइन राजकुमार के थियो थिएन त राजकुमार भाइ उहाँ चाहिँ न्यु रोडमा बस्नु हुँदो रहेछ ल भाइलाई धेरै धेरै धन्यवाद है फर्स्ट टाइम आज पोखरामा इन ड्राइभमा चढ्दैछु म मजा आउँदो रहेछ सस्तो पनि हुने अनि ट्राफिकमा चाहिँ पनि स्टक नहुने होइन ल मैले साथीहरूलाई चाहिँ यही नै भन्नु पऱ्यो इन ड्राइभ गर्नु होला फेरि ट्याक्सी ड्राइभरहरूले फेरि रिस गर्ने हो कि है मेरो भ्लगै फेरि नहेर्ने हो कि त्यस्तो होइन किनभने व्यवसाय हो होइन सबैलाई चान्सेस नै दिनुपर्छ हे ल यो चाहिँ अर्को साइडपट्टि हो ए सयको कतिवटा झाडन यहाँ यिनीहरू चाहिँ अन्धान्ती रहेछन् पैसा माग्दैछन् होइन ल के हुँदैछ यता पनि यो पोखराको न्यु रोड हो अहिले चाहिँ झनै 5:30 पाउने छ भयो बिहा साँझको यो तिहारले गर्दाखेरि हो त हेर्नु जताततै झिलिमिली छ है यो न्यु रोड बजार चाहिँ मेरा दमकलबाट पानी हालिँदो रहेछ यो पुलमा सायद पोखरा नगरपालिकाले होला त्यस्तो काम गरेको यहाँ मरिसकेको रहेछ त्यो रुख बिरुवाहरू त्यो भएर पानी हाल्दैछ यहाँ चाहिँ सभागृह चोक हो यहाँनिर त्यो अस्तिले जेएनजीले गर्दाखेरि त्यो ट्राफिकको सानो बिटै फालिदिएछन् भने अब यता अगाडिपट्टि पृथ्वी चोकतिर जाँदैछु म अब त्यो पृथ्वी चोकमा पनि हाम्रो लखन थापाको स्ट्याचु चाहिँ लतारेको देखेको थिएँ अनि सानो टाउको मात्रै ल्याएर हालेको छन् त्यहाँनिर बिचरा कति साह्रो दुःख दिएको हुन् कुन्नी हाम्रो लखन थापाको यो यस्तो गर्न नपर्ने हो यहाँको बदमासहरूले हेर्नु नि यति सानो टिक्रीको टाउको मात्रै छ लखन थापाको यहाँ सब लतारी यस्ता चुनाएर यति सानो बनाइदिएछ यो पृथ्वी चोकको बस पार्क हो बस पार्क एक्चुअली यतापट्टि पर्छ होइन तर अब पिकअप ड्रपअप यहीँनिर नै गर्छ क्या यहाँ वरिपरि यो जति पनि यो बसहरू छ नि होइन यो बसले चाहिँ पिकअप ड्रपअप गरिरहेको छ यहाँ
यो सर्ट डिस्टेन्स लङ डिस्टेन्सको सवारी साधनहरू यहाँबाट छुट्ने गर्छ। त्यो भएर यहीँ नै हो। माइक्रोहरू छ, ठुलो ट्राभल बसहरू पनि छ, विभिन्न साइजको बसेसहरू छन्। उतातिर भने यता पनि यस्तै हो। अलिकति ट्राफिक परिरहेछ यहाँनिर ठुलो 4 व्हिल्स भेहिकलहरूको लागि। म चाहिँ पठाउमा छु, त्यो भएर भित्र छिर्न जान पाएछ। त्यो स्कुटरको ड्राइभर रहेछ स्टुपिड। हेर्नु त के गर्दैछ, ट्याक्सीको गाडी लगेर रोकेर उता पठाइरहेछ हो। सादै रहेछ टाँगा चाहिँ। ल यसको स्कुटर नम्बर चाहिँ त्यति छ है। सादै रहेछ नि टाँगा त। ल अहिले हामी चाहिँ रामबजारतिर लाग्दैछौँ। ओ माइ गड थ्याङ्क गड। अघि त्यहाँनिर एकैछिनमा लामो जाममा पऱ्यो। यो बाटो चाहिँ अन्डर कन्स्ट्रक्सनमा छ नि त, त्यो भएर त्यो वान वे जस्तो खालको रहेछ। अनि मान्छेहरूको यहाँको ड्राइभरहरूको गाडी चलाइ होइन गर्दा त कस्तो ट्राफिक जाममा पऱ्यो नि एकछिन भए पनि। अहिले हामी चाहिँ रामबजारमा आयो। यहाँ अगाडिपट्टि इन्डियन पेन्सन क्याम्पको मेन गेट छ, त्यहाँ लेखेको छ एम्बेसी अफ इन्डिया पेन्सन ब्याङ्क अफिस पोखरा नेपाल भनेर होइन। अनि यही नै है मेनली रामबजारको एरिया चाहिँ। अब यहाँबाट मेरो घर जान चाहिँ अलिकति तलतिर जानुपर्छ। ओके, अहिले म चाहिँ मेरो घरको रुफ टपमा छु होइन। उतापट्टि हिमालमा चाहिँ अलिअलि घामको ऊ देखेको छ, त्यो रातो रातो होइन माथि होराइजनमा। अनि त्यसको अघिल्तिरपट्टि त्यो झिलिल्ल बोलेको गाउँ चाहिँ काहुँ डाँडा हो भने यतापट्टि अलिकति एकदम ब्राइट लाइट छ उतापट्टि, त्यो चाहिँ यो एयरपोर्टको लागि चाहिँ सिग्नल हो। अनि इन्टरनेसनल एयरपोर्ट चाहिँ यतापट्टि पर्छ, त्यहाँ त्यो बत्ती झिलिक गरेको छ नि होइन, त्यो सिग्नल त्यतापट्टि भएर त्यो प्लेनलाई चाहिँ नाइट भिजनको लागि त्यो सिग्नल होला है। अनि यहाँको घरहरू यस्तै छ। अरू त के भन्ने है। हेर्नु न कति मजाको देखिएको छ सिनहरू चाहिँ। तिहार भएको भएर होला कतिपयको घरमा चाहिँ यस्तो झिलिमिली बत्तीहरू पनि बालिरहेछन्, कति देखिन सक्छ। माथि डाँडामा चाहिँ सराङकोट डाँडा देखिएको छ भने यतापट्टि शान्ति स्तूपा र अर्को त्यो ठुलो शिवजीको मूर्ति भएको एरिया चाहिँ त्यता पर्छ है, पुम्दीकोटहरू भने। यहाँ नजिकै चाहिँ वन क्याम्पस छ, त्यहाँ वन छ। अनि यताको डाँडा चाहिँ निर्मल पोखरी, पारीको डाँडा चाहिँ निर्मल पोखरी, भरत पोखरी के भन्छ है त। अहिले म मेरो घरको रुफटपमा बसेर यो भिडियो सुट गर्दैछु होइन। हेर्नु न कति मजाको वेदर छ आज। यस्तो आकाश खुला आकाश छ, हिमालतिर एउटा पनि बादल लागेको छैन। सो एकदम ब्युटिफुल वेदर छ आज। भनेपछि यता देखेको त होराइजनमा त्यो पुम्दीकोटमा भएको शिवजीको मूर्ति देखेको छ। अनि त्यसको अलि तल्लोपट्टि त्यो सेतो देखेको चाहिँ शान्ति स्तूपा हो भने। त्यसको अलि उता राइटपट्टि त्यो माथि डाँडोमा एउटा बिल्डिङ छ, त्यो चाहिँ सायद रेसोर्ट हो कि भन्ने लागेको छ होइन। अनि अलिकति यतापट्टि टाढा हेऱ्यो भने चाहिँ कास्कीको नाउँ डाँडा भन्ने, अनि लुम्ले, अनि त्यतातिर देखिन्छ होइन। अनि यता हेर्दै आयो भने चाहिँ त्यो सेतो अलिकति हिमाल देखिएछ, टाकुरा मात्रै, त्यो चाहिँ धौलागिरी हिमाल हो भने। त्यसको आडमा भएको यो चाहिँ सराङकोट डाँडा भने। यहाँबाट यता चाहिँ अब यो अन्नपूर्ण रेन्जको हिमालयहरू सुरु हुन्छ होइन। यसरी गर्दै आयो भने चाहिँ यहाँनिर यो ठ्याक्कै हेऱ्यो हरियो ट्याङ्कीको एकदम पछाडिपट्टि रहेको माछापुच्छ्रे हो। अनि त्यहाँ एउटा यता त्यसको माछापुच्छ्रेको दाहिने साइडमा चाहिँ हात्ती जस्तो छ, त्यो मलाई थाहा भएन कुन हिमाल हो। त्यसको अगाडिपट्टि एउटा डाँडा छ। अनि अलि यता गयो भने चाहिँ यहाँ नजिकमा एउटा डाँडा छ, गाउँको डाँडा हो भने। त्यसको गाउँ डाँडाको ठ्याक्कै पछाडिपट्टि अर्को हिमालय पर्छ, त्यहाँ त्यो मानापाती हिमाल कि के भन्ने छ होइन। त्यस्तो हुँदै 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 अनि हो त्यहाँसम्म गएर हिमाल त्यहाँ इन्ड भएको छ भने फेरि अर्को उतापट्टि हिमाल राइज भएको छ। त्यतापट्टि अलिक राम्रोसँग देखेको छैन हिमाल चाहिँ है, न्याकेड आइले चाहिँ देखेको छु। भनेपछि हेर्नुहोस् त यो पोखराहरू ब्युटिफुल होइन। अनि मेरो घर नजिकको बजार एरिया भन्नाले नि गाउँहरू यो हो। यो मेन रोड यहीँ छ
अनि घरहरूलाई हेर्नुहोस् त कति दामी दामी घरहरू छ यतापट्टि है। ल कस्तो लाग्यो हजुर मेरो घर चाहिँ दामी छैन त? अलिकति जुम आउट गर्दैछु मैले होइन। ल दामी छ। कास्की नाउ डाँडाको बजार पनि मेरो नाकेट अहिले देखेको छ, तर यो भिडियोले चाहिँ क्याप्चर गरेन। ओके, अब एकैछिनमा चाहिँ हामी मेरो घर पुग्छौँ होइन। सो आजको भ्लग चाहिँ यहीँ इन ड्राइभमै चढेर चाहिँ इन गर्नु पर्ला जस्तो छ। छोटो मिठो जस्तो लागेको छ, साह्रै लामो छैन, बनेन जस्तो छ। सो भिडियो यहीँ नै ऱ्याप अप गर्न चाहन्छु। हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। अब सी यू नेक्स्ट भिडियो भन्दै हजुर सम्पूर्णबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ। सी यू, बाई बाई। अनि ह्याप्पी दिवाली पनि है।